हाम्रो पैसा गल्फमा कति कति खर्च हुन्छ थाहा छ? तपाईँलाई आइडिया पनि छैन होला। दुबईमा सेक्युरिटी गार्डको स्यालेरी 1800 देखि 3000 दिरामसम्म हुन्छ। कम्पनीले फ्री रुम अनि ट्रान्सपोर्ट दिन्छ भने तपाईँको मेन खर्च जानेछ खाना, मोबाइल, पर्सनल सामान र घर पठाउने पैसा। खानाको लागि 500 देखि 700 दिराम राखे पुग्छ। दिनको 17 देखि 23 दिराममा बेसिक राइस, दाल, तरकारी, अन्डा सबै पाइन्छ। जति सक्दछ अनावश्यक खर्च काट्नुहोस्। बारम्बार बाहिर खान जाने, ब्रान्डेड जुत्ता र कपडा किन्ने बानी छोड्नुहोस्। सबैभन्दा पहिले प्रायोरिटी इमर्जेन्सी फन्ड महिनाको 300 देखि 400 दिराम सेभ गर्न थाल्नुहोस्। एक वर्षमा 3600 देखि 4800 दिरामसम्म जम्मा हुन्छ। यो पैसाले तपाईँलाई दुःखमा साथ दिन्छ, जस्तो जब लस, सिक लिभ या केही ब्याड सिचुएसनमा। त्यसपछि स्टेप बाई स्टेप इन्भेस्टमेन्टको सोच गर्नुहोस्। नेपालमा म्युचुअल फन्ड, फिक्स डिपोजिट वा सेयर मार्केटमा अलिअलि पैसा राखेर सुरु गर्नुहोस्। आफ्नै एक्सपिरियन्सबाट सिक्नुहोस्। यो डिसिप्लिन लगातार फलो गरेमा 3 देखि 5 वर्षमा घरको लोन, जग्गा, बच्चाको पढाइ जस्ता सपना पुरा गर्न स्ट्रङ बेस बन्छ। कम्पनीले सब फ्री दिन्छ कि आफै तिर्नुपर्छ? कमेन्टमा लेख्नु नबिर्सिनुहोस्।